मलाई एकजना पेसेन्टले चाहिँ एउटा मेसेज गर्नुभएको थियो कि रेस्पिरेटरी ट्र्याक इन्फेक्सनमा एमोक्सासिलिनले मात्रै काम गर्छ त, त्यस्तो चाहिँ होइन। धेरै जसो ग्राम पोजिटिभ ब्याक्टेरियाले चाहिँ थ्रोट इन्फेक्सन कज गर्छ युजुअली है। फर इक्जाम्पल स्ट्रेप्टोकोकस ब्याक्टेरिया थ्रोट इन्फेक्सन कज गर्छ। आजभोलि चाहिँ यो ब्याक्टेरियाहरू चाहिँ रेसिस्ट हुन थालेको छ एमोक्सासिलिनमा, त्यही भएर चाहिँ अहिले एमोक्सासिलिनमा कम्बाइन गरेर पोटासियम क्लाभनिक एसिड कम्बाइन गरेर बनाएको छ, जस्तो क्लाभममा भयो, सुपर सिबी भयो, अनि एमोक्सिक्लेभ भयो, यिनीहरू अहिले नयाँ कम्बिनेसनमा आएको छ। र यिनीहरूको अल्टरनेटहरू पनि धेरै छ, जस्तो एजिथ्रोमाइसिनले पनि राम्रै काम गर्छ। माइसिन मेनली अप्पर रेस्पिरेटरी ट्र्याक इन्फेक्सनको लागि हो र एजिथ्रोमाइसिनले पनि राम्रै काम गर्छ। सिफ्रोक्सिमले पनि राम्रो काम गर्छ, तर यो अलिक स्ट्रङ एन्टिबायोटिक हुन कारणले गर्दा चाहिँ पेसेन्टको कन्डिसन चाहिँ थाहा हुनु पर्यो। यति भन्दै तपाईँहरू गएर फार्मेसीबाट सिम ल्याएर खाने चाहिँ होइन, यो चाहिँ आफ्नो डक्टरको सल्लाह अनुसार मात्रै खानु होला। आफ्नो प्रोफेसनल डक्टरनिर गएर जचाएर अनि मात्रै तपाईँहरू खानु होला। अर्को अल्टरनेटमा के छ भने सेफ्ट्राक्जनले पनि राम्रै काम गर्छ, तर सबैले चाहिँ यो टलरेट गर्न सक्दैन, किनभने सेफ्ट्राक्जनको स्ट्रक्चरमा चाहिँ सल्फर हुनुको कारणले गर्दा चाहिँ यसले चाहिँ एउटा स्टेफेन जोन्स सिन्ड्रोम देखाउन सक्छ। सबैमा चाहिँ देखाउँदैन, कसैमा रियल्ली देखाउन सक्छ, र त्यही कारणले गर्दा चाहिँ यो सेफ्ट्राक्जनलाई चाहिँ अलिकति साइड लगाएर राखेको हुन्छ। तर डक्टरहरूको चोइस चाहिँ यही हुन्छ। यति भन्दै तपाईँहरूले सेल्फ मेडिकेसन चाहिँ गर्नु भएन। मैले यो जानकारीमूलक भिडियो चाहिँ तपाईँहरूको जानकारीको लागि मात्रै बनाएको हो। फेरि भेटौँला अर्को भिडियोमा, त्यहाँसम्मको लागि बाई बाई।